गाइस आज चाहिँ हाम्रो घटना छ एउटा गाडी पल्टेको छ र यो गाडी चाहिँ उठाउन थालेछ यताउति एउटा दिदी म तल्लो घर चाहिँ आमा हेरेर बस्न थाले दादा चाहिँ त्यहाँ तल जानुभएको सबैजना उठेर त्यो गाडी Yes, yes, video. Yes. गाडी चाहिँ उठ्यो अब गाडी उठ्छ त्यो आन्टीलाई त किच्छ फेरि त्यसरी कहाँ उठ्नु फेरि अलि माथिबाट लिएर भन्ने कुरा भएको थियो है उठ्छ त्यहाँ लौ 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 ल सिट त एक सरमा उठ्यो गाडी ल यो ऊ त कस्तो हल्ला तार गाडी चाहिँ एक सरमा उठिसक्यो ठ्याक्कै यसरी उठाएर ऊ चाहिँ भएन नि नभए त्यो गुडा गुडै हुन्थ्यो झन् केही भएर हिँड्छौ न चाहिँ के हो गाडी केही भएको छैन स्टार्ट चाहिँ हुँदैन होला चाहिँ गाडी उठिरहेको छ एक छटमा दादा नै आउँदै हुनुहुन्छ दादा आउनु भएको थियो दादा ड्राइभरलाई कति मोटो पाउँछ होला दादा त्यहाँ गाडी उठेछ अनि मान्छे स्टार्ट गर्न थाल्यो चाबी पनि त्यही होला है स्टार्ट त हुँदैन होला है सिट त्यस्तो भ्याल्न रहेछ उल्लो हुँदा सिट निक्लिन्छ यो सबै गइसकिन्छ भित्र त सिट पनि स्टार्ट गरेर हेरेर हुन्थ्यो के हो पारी पनि अस्ति त्यस्तै गाडी पल्ट्यो अहिले पनि त्यस्तै गाडी पल्ट्यो अलिअलि आयो माथिबाट हुनु र तल उठ्न त कति बेर लाग्यो 5 मिनेट पनि लागेन 5 सेकेन्ड चाहिँ लाग्यो एउटा ब्यान्ड चाहिँ बहुत सिट जति हो स्टार्ट हुन्छ कि हुँदैन के थाहा ल स्टार्ट पनि भयो ल स्टार्ट त डेन्जर तरिकाले भयो नि त कस्तो अर्कै आवाज आएको पड्केला जस्तो ब्रेक चाहिँ केही काम नहोला है अब चाहिँ यसलाई रिपेयरमा लैजानुहुन्छ होला स्टार्ट चाहिँ भयो अहिले अफ भयो ल सर्ट हार्नै छोडो टायर नेर के लगाइरहेछ त्यहाँ तल त्यो टायर नेर के कालो पानी जस्तो लगाइरहेछ ड्राइभर चाहिँ त्यहाँ गाडी घुमाउने कुरा भइरहेछ अहिले बाहिर आउनु थाल्नुभयो हेर्नु भयो होला नि तपाईँहरूले
ड्राइभर पनि थियो केटी चाहिँ देखेको थिएँ मैले केटी नि लडे अनि गाडी लडेपछि केटी केटा सबै लडे अनि त्यो केटी नि यता नै ओर्लिनु पऱ्यो है त्यो केटीको टाउको फुट होला त्यही कपाल पाल्नु थियो होला त्यस्तै लाग्यो स्टार्ट उताको चाहिँ अस्ति कसरी निकाले गाडी है त्यो कता के लिन गाडी पनि गाडी लडेको नि पानी थियो गाडी पानीको जारै अस्ति त्यो त के ठुलै मेसिन लिएर गरे नि त्यसलाई पनि यस्तै गाह्रो उठायो होइन कस्तो ल्यायो त्यो अर्कै त्यो अरू थोकै त्यो तान्नेवाला हुन्छ त्यस्तोले होला डङ डङ आवाज आइरहेको थियो दादा चाहिँ त्यहाँ बसिराख्नु भएको गाडी स्टार्ट भयो होइन सिट राखेको दादा चाहिँ पैसा दिइराख्नु भएको दादा सबैजना गाडी चाहिँ गइराख्नु भएको थियो भनेर जो चाहिँ यता हेरेर बसिरहेको छ हे भगवान She think hey bhag she's looking Jojo's sister तपाईँ बढी राखिरहेको दादाले हेरिराख्नु भएको गऱ्यो क्वालिटी नै राम्रो छैन यसको बसिराख्नु भएको इसा दिदी जोजोको दिदी जोजो चाहिँ यता छ आज चाहिँ दादाको फर्स्ट लभ पनि घरमै छ दादाको फर्स्ट लभ यही छ सेकेन्ड लभ र थर्ड लभ चाहिँ भित्र छ यता घाम भएर यता शीतल भएको दादाको लभ भित्र यस्तो छ अगाडिपट्टि यस्तो यस्तो छ भित्रपट्टि यस्तो छ दादाको लभको दादाको लभ ईशा दिदी है जोजो नहीं था दोजी जोजो यता दिदी यता दादा उता गाडी यता दिदी भित्र हुनुहुन्छ दिदी यता मोबाइल राख्नु भएको अहिले गाडी चाहिँ स्टार्ट राख्नु गाडी चाहिँ यस्तै स्टार्ट भइरहेको छ छैन कस्तो जुम सानो गरौँ भने ठुलो भयो गाडी चाहिँ अब लैजाने जस्तो कुरा गरिरहेको छ अहिले हुन्छ हुनु इसादी उता फेरि खस्ला जस्तो छ गाडी त यता बसिराख्नु भएको गाडी चाहिँ आइरहेको छ अहिले लौ 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 अगाडि अलिअलि सिसा
चर्किन्छ उतारेर त्यति हो गाडी केही भएन सिसा चर्किन्छ भने त त्यति हो गाडी चाहिँ जानु थाल्यो गाडी पनि गयो अब त्यो इँटा गरेर टायर फेरि खिच्नु यी दादाको फर्स्ट लभ चाहिँ यही छ यसो नि भित्र जाम जोजोको दिदी यता लुकिराख्नु भएको साथी गाडी गयो लास्टमा चाहिँ